सो गाइस आज फेरि हामी चाहिँ घुम्न जाँदैछौँ। सो यो सुज चाहिँ मैले यो सुज नेपालबाटै ल्यायो। नेपालमा हुँदाखेरि लाउँदै नेपालमा हुँदा नि कति आई थिङ्क यो सुज किनेको मैले कति भयो होला अहिलेसम्म त 7-8 वर्ष भयो होला सायद होइन। नेपालमा हुँदाखेरि मैले लाउँथेँ अनि यहाँ पनि ल्याएको थिएँ, राम्रै थियो सुज अनि ल्याएको थिएँ अनि खासै हुँदैन अहिलेसम्म लाएको छैन होला सायद एकचोटि लाग्यो कि अनि यो खासै लाउँदिनँ म होइन। अनि त्यसपछि आज लगाइदिनु भनेर यो आई थिङ्क नेपालको भिरकुडी मण्डपतिर किने होला मैले त्यो बजारमा होइन। कति 1500 जति परेको थियो होला त्यतिखेर। सो अब चाहिँ निस्किन लाग्यो यहाँबाट। सो हातमा चाहिँ हुडी बोकाएको छु, राति जाडो हुन्छ मेरो, अहिले पुरै घाम लगाइरहेको छ। यहाँनिर ट्राम कुद्ने ठाउँमा बसिरहेको छु, त्यहाँ अगाडि भयो पेट्रोल पम्प होइन, यताबाट ट्राम आउँछ यहाँबाट अब कपिल स्टेसनसम्म ट्राममा। सो यहाँ ट्रेन आइपुग्यो। यो चाहिँ हो टाउन हल स्टेसन। दामी छ यो स्टेसन। ओके दामी छ है टाउन स्टेसन। यिनीहरूले यो बनाएको स्टेसनहरू मध्ये सबसे राम्रो यही स्टेसन होला जस्तो लाग्यो मलाई। यतातिरको 4-5वटा स्टेसनतिर डुल्यो म र यो स्टेसन चाहिँ मलाई दामी लाग्यो टाउन। टाउन हल स्टेसनको यहाँनिर निस्किन्छ बाहिर। मेरो चाहिँ कलले यस्तोमा मकै रोपेर रहेछ है, फुलहरू ठ्याक्कै नेपालको जस्तो सनफ्लावर यसरी गरेर रहेछ टाउन हलमा। पर्दैन होला खाजा खाएर जाने भयो भनेपछि। तपाईँले खाएको चाहिँ म सुट गरिदिन्छु वाइडमा। मान्छेहरूलाई कहाँ सन्डे र स्याटरडे लाग्दैन नि त। हामी मौसम टाइममा आइपुग्यो अझै टाइम अब एकछिनको टाइम तान्ने बिस्तारै। यो पेसिफिक ओसन पेसिफिक हो कि एटलान्टिक पेसिफिक कता भयो उता जाने यता जाने होइन के त एकछिन बसौँ न, यता बस्ने हल्का सुट हानौँ न यताउता। कहाँ बस्ने? सो हामी चाहिँ यता रोड बेसतिर आइपुग्यो होइन। रोड बेस यहाँनिर देख्न सक्नुहुन्छ मान्छेहरू
छोट्ट काम तापेर बसिरहेछ टर्नै रहेछ क्या त्यो त आउनु पर्ने भयो कसरी आउनु चिप्लेला कि भन्ने पो डर हो चिप्लेला कि भन्ने डर हो होइन त हो कि भन्नु त हो म रङ भएको हो कि रङ भएको एक्सिएललाई होइन नाइस भेटै ठुलो रहेछ यसलाई माथि राखिदिनु पर्यो चिप्लेर माछा तरै मार्ला नि फेरि खोइ निकाल्नु भएन यो दामी देखाएको यहाँनिर नै ल स्टार्ट सबै स्टाफ यस्तो हुन्छ यसमा छ होला ए यो पनि पाउँदो रहेछ त त्यही त तपाईँलाई दामी दामी देखाउँछु कि म फोन अझै उता जानै बाँकी छ सही हो यो त टन्नै रहेछ त उयो यस्तोमा के गरे टाँसेर बस्ने यिनीहरू के हो यहाँभित्र के छ त्यो खानेकुराहरू छ तर पकाउनु पर्छ होला नि के हो ऊ पनि खान्छ त्यो काँचै काँचै नि खान्छ खोर्सानी होला थाहै छैन त्यो फोन नै गरेको सही देख्नु के खाने त अनि मान्छे होइन त हालिदिउँ है बनाउँछु नि बनाए अपलोड चाहिँ भएको छैन अपलोड नै भएको छ अपलोड नै गर्छु तर अल्छी लाग्छ भ्युज आउँदैन नि तर एउटा मेमोरी चाहिँ हुन्छ क्या त्यसकै लागि हो क्या अब इनकेस अब यहाँबाट फोन गरेर नेपालै गएको टाइममा ए यस्तो थियो है यहाँनिर गएको एउटा मेमोरी भन्ने चाहिँ त्यो सब बसेर सही
अझै रात परेको छैन है घाम त हस्तायो आइपुग्यो यस्तो दामी हुन्छ त मलाई सोचै थिएन यस्तो दामी हुन्छ त सोचै थिएन क्या आज होइन थ्याङ्क यू अहिलेदेखि आउन खोजेको थिएँ कि मलाई यहाँ सनसेट हेर्नलाई त्यो गुगलमा हेर्थेँ कि दामी देख्छ मैले अनि त्यो अस्ति न पहिला आउँथेँ नि त अनि मान्छेहरू कमै देख्थेँ क्या अनि त्यसपछि त्यस्तो मजा आउँदैन भन्दा बिचतिर त झन् मान्छे देख्दिन्थ्यो क्या नेक्स्ट टाइम के गर्ने भन्नु टक्क त्यो फुडहरू ल्याउने माछा टक्क ल्याएर ऊ यसरी हो त्यहाँनिर चुपुर खाँदै च्याट्ट लाएर ओके सर ट्रेन चढेर चट्ट घरतिर गइँदैछ कताबाट प्लेटफर्म मस्ट हेर्नुपर्छ ML1 सेन्ट्रल र उता के स्टेट लाइब्रेरीको स्टेसन उस्तै रहेछ नयाँ खोलेको भन्थे तर यहाँ अन्डरग्राउन्डमा चाहिँ उस्तै देखिँदो रहेछ